के तपाईहरु आफ्नो सानो बालबच्चा, बुढाबुढी हुनुभएको बुवा आमा, साथीहरुसँग क्वालिटी टाइम स्पेन्ड गर्दै अतिरिक्त आम्दानीको खोजीमा हुनुहुन्छ? घण्टौं घण्टासम्म सोशल मिडियालाई स्क्रोल गर्ने समयलाई आफ्नो व्यक्तित्व विकास गर्न खोजिरहनु भएको छ? यदि त्यसो हो भने यो भिडियो हजुरहरुको लागि उपयोगी हुनेछ। अन्तिमसम्म हेरेर सुनेर साथ दिनुहुन अनुरोध गर्दछु। नमस्ते, मेरो नाम हिमकला पौडेल नेपाल घर पूर्वी नेपाल बिर्तामोड झापा हो भने हाल म र मेरो परिवार विगतको केही समयदेखि दक्षिण कोरियामा बसोबास गर्दै आइरहेका छौं। म एक बच्चाको आमाको साथसाथमा पार्ट टाइम जब होल्डर पनि हुँ। साथमा मैले डिजिटल व्यवसायलाई सक्सेसफुली रन गरिरहेकी छु, जुन व्यवसाय दिनको 1 देखि 2 घण्टा समय दिए पुग्ने, आफूसँग भएको स्मार्टफोन वा ल्यापटप र इन्टरनेट भए जहाँबाट पनि गर्न सकिने व्यवसाय हो, जहाँ कम्पनीको सिस्टम अनुसार 70 देखि 80% काम सिस्टमले गर्ने र 10 देखि 20% काम हामीहरूले गर्नुपर्ने छ, जहाँ कुनै एजुकेसन, एक्सपिरियन्स, स्किलको आवश्यकता पर्दैन। हामीहरूलाई लाइफ टाइमको लागि कोच, मेन्टरको प्रोभाइड गरिएको हुन्छ, जहाँ टेक्निक टुल्सका साथसाथै हामीलाई ट्रेनिङ दिइन्छ। सोही अनुसार सोशल मिडियाका विभिन्न 7वटा प्लेटफर्म जस्तै फेसबुक, टिकटक, इन्स्टा जस्ता प्लेटफर्ममा हामीले काम गर्नुपर्ने हुन्छ, जुन देशबाट सञ्चालन गरिन्छ या त आफ्नो भिसा अनुसार सरकारी दर्ता भएर ट्याक्स काटिने भएकाले यो एकदमै लिगल्ली व्यवसाय हो। यसको अमेजिङ पाटो भनेको 5 देखि 7 वर्षमा रिटायरमेन्ट लाइफका साथसाथै यो व्यवसाय आफ्नो जेनेरेसन यानि कि बच्चाहरूमा पनि हस्तान्तरण गर्न सकिने व्यवसाय भएकाले एकदमै राम्रो व्यवसाय छ। यदि हजुरहरूलाई यस व्यवसायका बारेमा थप बुझ्न मन भए मसँग रिच आउट हुन सक्नुहुनेछ, मेसेज या डाइरेक्ट कल गर्न सक्नुहुनेछ, नभए दिएको वेबसाइटमा आफ्नो नाम र इमेल एड्रेस इन्ट्री गराएर पनि रिच आउट हुन सक्नुहुनेछ। हस्त, धन्यवाद।